टोलमा वृद्धहरूको ओल्ड केयर होम छ। त्यहाँ के यस्तो कस्तो हुन्छ भने पैसा हातमा दिँदैन है। त्यहाँको जुनसुकै बाहिरको धेरै कन्ट्रीमा हो, हाम्रो यहाँ पनि होइन। उहाँ युएनडिपीले हेर्छ, ओके होइन, युएनडिपी एउटा नेपालमा पैसा सुगर टेस्ट हुन्छ, प्रेसर हाई टेस्ट हुन्छ, उसको रोग के छ त्यो अनुसारको औषधि सरकारले जिम्मा लिन्छ। खानेकुरा कति बेला औषधि खाने, 8 बजे खाने भए 8 बजे सररलाई त्यसको हेर्ने टिम हुन्छ। नेपालबाट सब कर्मचारी लान्छ नि, नर्सहरू त्यसकै लागि हो नि। एक छाक खिर खाने, बेलुका सुताइको हप्ता उनीहरूको मनोरञ्जन, उनीहरूलाई पार्कमा घुमाउन लाने विभिन्न ठाउँमा। आहा, त्यो वृद्धहरू त त्यहाँका त अझै धेरै बात त पाए हुन्थ्यो भन्ने खालको। त 130 वर्ष पुग्छ। हाम्रो त यहाँ भत्ता दिएको दिन सेन्दाईलाई पैसा दियो भने भत्ताको पैसा आउँछ तिरमला भन्दै खाने। नेपालमा आयो त त्यो भन्दा नि भत्ता पनि अब सेन्दाईले कति पाउन त्यही दिनबाट सुरु हो कि सुरु दोकानमा उधार अहिले आउँछ के रे, अहिले खान्देऊ भन्ने खाले छ कि ओके दाखेर त एकछिन बाँच्न पाए हुन्थ्यो भने होला नि। भत्ता भ्याइएपछि त्यो भत्ता त नेताले कलेक्सन गर्ने एउटा माध्यम मात्रै भने हो, अरू केही पनि छैन। हुन्थ्यो भन्छ फेरि तर नपाउनेलाई के भएको छ त्यो पनि ठुलै राहत भएको छ। पेन्सनवाला अहिले जाने हाम्रो हल्दरबुढासित दार्जिलिङ अस्ति एउटा हजुर सुन्न एउटा घटना के छ। कहाँको 1,20,000 खाएको छ, कसले 3 महिना 12,000। सुन्नु म हल्दार भन्दा कम छैन भन्छु। सुन्नु यो अस्ति एउटा क्याबिनेटले एउटा निर्णय गरेको थियो नि, योभन्दा अघिल्लो सालको जेठमा हो, के भनेको थियो भने